डन्डपानी व्रतलाई चिन्नुहुन्छ? किन चाहिँ मेरो मितदाई मित ज्वाइँ मित दाई तपाईँको नाम चाहिँ वीरबहादुर पर्दा मुक्तान ए डन्डपानीको जेठो छोराको नाति हो म। जेठो छोराको छोरा जेठा बद्री वर्तौलाको बद्रीको छोरो म। यहाँ खुट्टा बिराम्रो त्यो हुँदा भने म कतिपल्ट पनि ए खुट्टा हो खुट्टा बुवा भाँचे उहाँ त्यो टोयलेटबाट लडेर हुनुहुन्छ बुवा हुनुहुन्छ। अहिले काठमाडौँ कि तल ए मनरी सिम्पानीमा हो सिम्पानी कान्छो घर यतापट्टि पुलनिर अहिले कान्छाहरू त हरिकाकाहरू त खुरखुरे भन्छ खुरखुरे चितवन बस्नुहुन्छ। अरू बुवाहरू सबै माइल बुवा काइलो बुवा साइल बुवा सबै यही हुन्छ मनरीमै। ओ त्यो के अरे उब्रेती ऊ छ कि छैन उप्रेती बा बित्नुभयो बुवाहरूको मामा उप्रेती कान्छा हुनुभयो होइन? उब्रेती कान्छो अनि फेरि त्यो हाम्रो मास्टर सीताराम मास्टर नेउपाने हुनुहुन्छ सीताराम नेउपाने हुनुहुन्छ अनि यस्तो भएको सीताराम नेउपाने मास्टर एकरा उप्रेती बाबु सीताराम उप्रेती एकराजको बुवा एकराज उप्रेती हाम्रो भन्दै हुने एकराज उप्रेती अध्यक्ष हुनुहुन्थ्यो। उसको स्वामीलाई बिजुली भन्थ्यो। ए बिजुला हो दिदी हो हाम्रो बिजुला दिदी। ल तपाईँसँग एउटा फोटो खिच्छु है म तपाईँ र म फोटो खिच्ने हुन्छ। हाम्रो त मित हजुरबा हुँदो रहेछ। हाम्रो हजुरबा मित पर्नु भयो ए धर्मराज बुवा चाहिँ उहाँको मित दाई ए खास मित चाहिँ यता गणेश मामाको बुवा। ए कान्छो ए अच्छा गणेश मामा फोन लगाइसकेँ हाम्रो त मित बा भन्नुभयो उहाँले नि भन्नुभयो ट्याक एउटा कान्छो भएको छ नि उहाँहरू आउनु र उहाँहरू जाने एउटै भारे त एक्सचेन्ज अफर ए घरै यही हो एक्सचेन्ज अफर उहाँहरू आउने तपाईँको हजुरबाहरू जाने ए ल घर पनि यही रहेछ बुवा ल घर पनि यही रहेछ घर चाहिँ पुरै यही रहेछ बुवा ल हेर्नुहोस् ए पुरै तपाईँ घर चाहिँ यही रहेछ बुवा हो हाम्रो किन्नु भएको हो ए कुरो मिला हो बाट हो हो 2 लाख भने 70,000 दिएर कुरो चिनेको ठिक हो। नमस्ते गरे ल